मित्रहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब अनि लाइक गर्न पनि नबिर्सनु होला। प्रेग्नेन्सी टेस्ट घरमा गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हो भन्ने कुरामा आज हामी छलफल गर्नेछौँ। यो टेस्ट गर्नको लागि एउटा त प्रेग्नेन्सी टेस्ट किट चाहियो र त्यसमा यहाँको पिसाबको जाँचबाट गरिन्छ। हामीले आइडेन्टिफाई गर्न खोजेको कुरा चाहिँ बेटा एचसीजी ह्युमन कोरियोनिक गोनाडोट्रोपिन भन्ने हर्मोन हुन्छ, जुन चाहिँ इम्प्लान्टेसन भएको 7 देखि 10 दिन भित्रमा चाहिँ हामीले युरिनमा डिटेक्सन गर्न सकिन्छ। सो यो टेस्ट गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्छ भने सर्वप्रथम त यहाँले किट किन्दाखेरि एक्सपायरी डेट हेर्नुपर्ने हुन्छ। त्यसपछि राइट टाइमिङ, फर इक्जाम्पल यसको कन्ट्रासेप्टिभ फेल भएको 1-2 दिनमै गएर टेस्ट गर्नुभयो भने त्यो टेस्ट चाहिँ नेगेटिभ आउँछ। त्यसैले 7 देखि 10 दिन कुर्नुपर्ने हुन्छ तपाईले। तेस्रो नम्बरमा यहाँले चाहिँ जुन इन्स्ट्रक्सन हुन्छ लिफलेटमा, त्यो किट किन्दाखेरि इन्स्ट्रक्सन हुन्छ, त्यो राम्रोसँग पढ्नु होला। चौथो नम्बरमा चाहिँ टाइमिङ इज भेरी इम्पोर्टेन्ट। यहाँहरूले प्रेग्नेन्सी टेस्ट गर्दा सर्वप्रथम बिहानको फर्स्ट मर्निङ युरिनमा चाहिँ टेस्ट गर्नुभयो भने सबभन्दा राम्रो, किनभने त्यो बेलामा चाहिँ युरिन कन्सन्ट्रेसन हुन्छ र हर्मोनको मात्रा धेरै देखिन्छ। दिउँसोभरि पानी धेरै खाँदै गइसकेपछि डाइलेटेड हुँदै जान्छ र थोरै मात्रामा भएको बेटा एचसीजी पनि डिटेक्ट नहुन सक्छ। त्यसकारण प्रेग्नेन्सी टेस्ट चाहिँ जहिले पनि बिहान मर्निङमा गरेको एकदम बेटर हुन्छ। त्यसपछि पाँचौं नम्बरमा यहाँले टेस्ट गर्दाखेरि चाहिने किट लगायतका टिस्यु पेपर, युरिन कलेक्सन गर्ने सफा भाँडो हैन, त्यो सबै चाहिँ आफ्नो टोयलेटमा या आफूले गर्ने ठाउँमा प्रिपेयर गरेर राख्नुपर्छ। 6 नम्बरमा चाहिँ यहाँहरूले चाहिँ रिडिङ कुन बेला लिने भन्ने चाहिँ इन्स्ट्रक्सन राम्रोसँग पढ्नु होला। कुन बेला लिने पनि इम्पोर्टेन्ट छ, रिड कसरी गर्ने भन्ने पनि इम्पोर्टेन्ट हुन्छ है। यसमा चाहिँ इनबिल्ट क्वालिटी कन्ट्रोल है, त्यो किटले काम गरेको छ कि छैन भन्ने देखाउनको लागि त्यसमा क्वालिटी कन्ट्रोलको सी भन्ने ट्याग हुन्छ है, अनि अर्को चाहिँ टी भन्ने हुन्छ, त्यो चाहिँ तपाईको टेस्टको रिजल्ट देखाउने। कन्ट्रोल र टेस्ट दुवैमा तपाईको धर्सा रातो धर्सा देखियो भने तपाईको पोजिटिभ रिजल्ट मानिन्छ, र कन्ट्रोल सी मा चाहिँ रातो धर्सा देखियो र टी मा चाहिँ तपाईको सादा के पनि देखेन भने त्यो चाहिँ नेगेटिभ रिजल्ट मानिन्छ। जब कन्ट्रोल लाइनमा के पनि देखेन र टेस्ट लाइनमा पनि के पनि देखेन, या टेस्ट लाइनमा लाइन देखियो र कन्ट्रोल लाइनमा के पनि देखिएन भने चाहिँ यो चाहिँ इनभ्यालिड टेस्ट रिजल्ट हो। भनेपछि यो तपाईको किटले राम्रोसँग काम गरेको छैन है, यो चाहिँ इनभ्यालिड हुन्छ। यो रह्यो तपाईले टेस्ट गर्ने बेलामा, किटबाट टेस्ट गर्ने बेलामा ध्यान दिनुपर्ने कुराहरू यिनीहरू चाहिँ। फल्स पोजिटिभ र नेगेटिभ कसरी आउँछ भन्ने कुरा पनि म यहाँ भन्न जाँदैछु। फल्स नेगेटिभ भने चाहिँ तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ तर रिजल्ट नेगेटिभ देखाइदियो, त्यो भने चाहिँ कस्तो अवस्थामा हुन्छ भन्दाखेरि डाइल्युटेड युरिन, यहाँ प्रेग्नेन्ट हुनुहुन्छ तर नेगेटिभ टेस्ट रिजल्ट देखाइदियो। यो कुन बेला हुन्छ भन्दाखेरि डाइल्युटेड युरिन, तपाईँ पानी धेरै खाइदिनु भयो र दिउँसो साँझतिर जाँच गर्दाखेरि चाहिँ यहाँको चाहिँ बेटा एचसीजी लेभलहरू कम भइदियो र त्यही पानी धेरै खाएको कारणले, त्यस कारणले गर्दाखेरि चाहिँ नदेखिन सकिन्छ र नेगेटिभ हुन सक्छ। इनकेस तपाईले अब 7-10 दिन अगाडि नै पनि टेस्ट गर्दाखेरि चाहिँ नेगेटिभ देखाउन सकिन्छ तपाईको है। अनि त्यसपछि तपाईले टाइमिङ चाहिँ इनकरेक्ट गरिदिनु भयो। अब तपाईले 10 मिनेट रिड गर्नु भनेको ठाउँमा 5-7 मिनेटमै 2-4 मिनेटमै रिड गर्नुभयो, त्यो अवस्थामा चाहिँ अब फल्स रिपोर्टहरू आउन सकिन्छ र किटले फल्स रिपोर्टहरू दिन सकिन्छ। फल्स पोजिटिभ भन्नाले तपाईँ प्रेग्नेन्ट चाहिँ हुनुहुन्न हैन, तर प्रेग्नेन्ट जस्तो देखाइदियो, धर्को आयो टेस्ट लाइनमा। यो केमा हुन सक्छ भन्दाखेरि एउटा चाहिँ बेटा एचसीजी हर्मोन भएको औषधिहरू लिइराख्नु भएको छ भने, अर्को चाहिँ पिसाबमा ब्लड या प्रोटिन गइरहेको रहेछ भने पनि फल्स पोजिटिभ देखिन सक्छ र एक्सपायर किटहरूमा देखिन सक्ने भयो। अरू चाहिँ पिसाब धेरै लगाउने औषधि डायुरेटिक्सहरू लिइराख्नु भएको छ भने, र अर्को एउटा चाहिँ केमिकल प्रेग्नेन्सी है। यी कुराहरूमा चाहिँ यहाँहरूको चाहिँ फल्स पोजिटिभ रिपोर्टहरू देखिन सक्छ। त्यस कारणले गर्दा यो किट टेस्ट भनेको चाहिँ एउटा प्रिजम्पटिभ टेस्ट हो। त्यसपछि कन्फर्मेसनको लागि चाहिँ यहाँहरू आफ्नो गाइनोकोलोजिस्टलाई भेट्न सक्नुहुन्छ, ल्याबमा गएर टेस्ट गर्न सक्नुहुन्छ र अल्ट्रासाउन्ड गर्न सक्नुहुन्छ, र कहिलेकाहीँ चाहिँ इनकेस
डिस्क्रिपेन्सी आउन सक्छ। यो टेस्ट किट भनेको 99% हो, 100% होइन यो। त्यसैले गर्दा डिस्क्रिपेन्सी आउन सक्छ। पोजिटिभ देखायो या पछि होइन रहेछ भन्ने, नेगेटिभ देखायो पछि प्रेग्नेन्ट हो रहेछ भन्ने कुरा चाहिँ कति धेरै सुन्नेमा आइन्छ हैन। त्यसैले यो किटबाट 99% कन्फर्म हुने भयो तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ हुनुहुन्न भन्ने कुरो। 1%ले गर्दाखेरि तपाईँको रिजल्टमा डाउट हुन सक्छ, फल्ट रिपोर्ट आउन सक्छ हैन। त्यही भएर किटबाट टेस्ट गर्दाखेरि 100% कन्फर्म चाहिँ हुँदैन। त्यही भएर तपाईँहरू अब यसको कन्फर्म डायग्नोसिस गर्नुहुन्छ भने गाइनोकोलोजिस्टलाई भेट्नुहोस् हैन, ल्याब टेस्ट गर्नुहोस्, भिडियो एक्सरे गर्नुहोस्, त्यस पछाडि मात्रै तपाईँको 100% कन्फर्म हुने हुन्छ। यति भन्दै आज यो प्रेग्नेन्सी टेस्ट किटको बारेमा भिडियो कस्तो लाग्यो तपाईहरुलाई, अवश्य पनि तपाईहरुलाई केही जानकारी प्राप्त भयो होला भन्ने आशाका साथमा आजको यो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। जाँदा जाँदै अन्तिममा फेरि पनि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। फेरि पनि तपाईहरु समक्ष यस्तै स्वास्थ्य सम्बन्धी जानकारीमूलक भिडियोहरु लिएर उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।